Hello everyone, welcome back to my YouTube channel. It's Miss Sunita अनि after a long time म चाहिँ आज फेरि भिडियो बनाउँदैछु। कस्तो कस्तो हुन्छ के भएर I don't know हैन, तर यस्तै भइरहेको क्या लाइफमा। ठिकै छ नि त। अनि म चाहिँ टेम्पल जान लाग्यो हो, अनि टेम्पल जान लाग्यो, लेट्स गो विथ मी हैन। अनि सानो सर्ट भिडियो बनाउँछु भनेर गरिरहेको छु। अनि अब जाम म चाहिँ बस स्टपतिर जान लागेको छु। यो चाहिँ मेरो म बस्ने ठाउँ भइहाल्यो। अनि कस्तो यार यो त लास्ट यो हुँदो रहेछ क्या। अनि अनि अरू के नै छ र भन्नलाई। अनि त्यसपछि अनि अरू के भनौँ अनि आफै मस्किरहेको छु छ्या। अनि हजुर सबैजना सन्चै हुनुहुन्छ होला। अनि ल जाममै त म बस स्टपमा गएर नै भिडियो बनाउँछु। अब चाहिँ म यहाँबाट जानुपर्छ सिधा सिधा सिधा। लेट्स गो। म चाहिँ बस स्टप पनि पुगिसकेको छु। यहाँ चाहिँ यो स्टपबाट चाहिँ मैले बस लिनुपर्ने छ। अनि भर्खर बस गयो, सायद म पुग्दैन जस्तो लागिसक्यो मलाई, किनभने चाहिँ 2:30मा चाहिँ क्लोज हुन्छ क्या। अनि ब्रेक 26मा चाहिँ क्लोज हुन्छ। अनि त्यसपछि चाहिँ समथिङ 4 o'clock हो कि कतिमा चाहिँ फेरि रिओपन हुन्छ होइन टेम्पल। अनि त्यसपछि हुन्छ, तर म धेरै नै लेट भइसक्यो जस्तो लागिसक्यो मलाई, यहीँ नै लेट भइसक्यो। अनि अब म चाहिँ जान लाग्यो खासमा टेम्पल हो। टेम्पल चाहिँ उहाँ छ क्या डडली। अनि त्यसपछि बालाजी टेम्पल हो। अनि त्यसपछि म पहिला पनि गइसकेको छु, तर पनि जाम न त भनेर हो क्या। अनि अब जस्तो सबै कामहरू नराम्रो भइरह, अब भने जस्तो केही नै भएन। हुन त अब सबैको जिन्दगीमा भने जस्तो कसैको जिन्दगीमा केही हुँदैन, तर पनि क्या, तर पनि अब हुन्छ नि त। मलाई चाहिँ कस्तो जान मन लागेर अनि जान लाग्यो। अनि एकछिनमा भेट्नुपर्छ ल गाइस। म चाहिँ एउटा यहाँ चाहिँ के स्टपमा झरेँ भनेपछि यहाँ म हजुरलाई देखाउँछु है। यो स्टपमा झरेँ होइन, यो रकरी रोड भन्ने स्टपमा चाहिँ झरेँ। किन भनेपछि मलाई कस्तो लागिसक्यो भने चाहिँ मसँग कुनै छैन क्या, टपअपै छैन। मैले म्याप नै हेर्न मिल्दैन। मैले स्क्रिनसट गरेर ल्याएको थिएँ होइन। अब 2टा बस चेन्ज गरेर जानुपर्ने हो मलाई चाहिँ। अनि म चाहिँ कस्तो लाग्यो क्या, म त रङ उसमा गरेँ कि जस्तो लाग्यो क्या। रङ के भन्छ यार, रङ डाइरेक्सनमा गइरहेको छु जस्तो लाग्यो। म धेरै अगाडि नै आइसक्यो जस्तो लाग्यो क्या। अनि त्यही भएर एउटा भनाइ छ नि नेपालीमा अथवा इङ्ग्लिसमा पनि एउटा भनाइ छ नि, अब हजुरलाई जब थाहा हुन्छ नि हजुर चाहिँ रङ बाटो गइराख्नु भएको छ भनेर, अनि त्यही स्टपमै झर्नुपर्छ क्या। जति टाढा जानुभयो नि त्यति फर्किनलाई गाह्रो हुन्छ भन्ने कुरा थ्याङ्क यू सो मच। अनि भन्ने कुरा चाहिँ प्रुफ भयो होइन। अनि त्यही भएर म चाहिँ झरिदिइहालेको, मलाई डर लाग्यो क्या। अनि त्यही भएर म चाहिँ अब जान्छु। अब यहीँ खोज्छु, अब यहाँबाट जान सक्छु कि नै। अनि त्यसपछि चाहिँ म अब सक्यो भने चाहिँ जान्छु, नत्र भने चाहिँ जाँदिनँ। सरी। यहाँ चाहिँ रकरी रोडमा चाहिँ एभ्री सन्डे चाहिँ फ्रीमा खानाहरू अथवा क्लथहरू अनि एभ्रिथिङ होइन, जुन चाहिन्छ त बेसिक निडहरू त्यो चाहिँ यहाँ चाहिँ फ्रीमा दिँदो रहेछ। त्यही भएर नजिक हुनुहुन्छ भने चाहिँ जान सक्नुहुन्छ। त्यसैको लागि नै यो भिडियो बनाएको मैले। थ्याङ्क यू सो मच गाइज। म चाहिँ यहाँ खै यतातिर पुगेँ थाहा नै छैन क्या। के अरे विथाउट गुगल म्याप त सकिँदैन। विथाउट गुगल म्याप त धेरै नै गाह्रो छ होइन। तर म अहिले चाहिँ यहाँ पुगिसकेँ लो ब्रिजमा। मेरो चाहिँ फर्स्ट चाहिँ थियो नि त, के अरे 2-2:30 बजीसम्मको ओपनिङ टाइम भेटाउँछु भनेर खासमा घरदेखि निस्केको म भोकै नै छु। अनि के अरे भोकै नै छु। अनि त्यो भेटाउँछु भनेर खासमा घरदेखि हिँडेको मान्छे म कहाँदेखि कहाँ अल्झिरहेको छु, अझ पनि स्टिल होइन। अब यहाँबाट चाहिँ फेरि 11 C लिएर म ब्याक जान्छु होइन, थोरै ब्याक गएर। अनि त्यसपछि त्यहाँबाट चाहिँ 87 को बस चढेर चाहिँ जान्छु होला। तर 80 कहाँ झर्नुपर्छ त्यो नै थाहा छैन क्या मलाई। कति स्टप अगाडि आएँ म, कति स्टप पछाडि गयो त्यो नै थाहा छैन क्या मलाई। अनि त्यही नै हो। तर कस्तो हेर्नु ठ्याक्क पुरा नेपालकै झाडी जस्तो छ यो त यार। लास्ट हेर्नु नि। अनि त्यसपछि मलाई होइन अघि एउटा मान्छे त्यो फलो गरे जस्तो मलाई फिल भएको हो कि आई डोन्ट नो होइन। तर त्यहाँ म त्यो बस स्ट्यान्डमा जहाँ त्यहाँ रोकिएँ नि त्यही नै बसिरहेको थियो क्या त्यो मान्छे। अनि त्यही नै बसिरहेको थियो। अनि त्यसपछि बसिरहेको थियो होइन। अनि बसिरहेर अनि
कस्तो फलो गरे जस्तो फिल भएको क्या मलाई फलो नै गरे हो कि के हो के मलाई थाहा छैन अनि त्यसपछि अहिले चाहिँ यतातिर त्यहाँनिर त्यो पुलको साइडतिर चाहिँ छ जस्तो लागिरहेको मलाई अब थाहा छैन के हो अनि के गर्ने 4 मिनट चाहिँ छिटो बस आइदिएको भयो म जान्थेँ भन्ने फिल भइरहेको क्या मलाई लास्ट डर पनि लागिरहेको अनि त्यस्तै हिँडेर डरै लागिसक्यो भन माथि ऊ गयो ट्रेन गयो अनि अब चाहिँ म पनि जान्छु होला तर हेरौँ वा यतादेखि पनि रहेछ माइको कस्तो राम्रो ठाउँ रहेछ र न त तर डर लाग्यो मलाई चाहिँ कोही नि छैन यहाँ अलिअलि मान्छे हिँडिरह अनि गाडीहरू हिँडिरह गाइज यो देखेर मलाई नेपालको याद आएको कि ठ्याक्क नेपाल जस्तो छ भन क्या हेर्नु न रुपैयाँ अझै त्यो हेर्नु त्यो बाहिर टङ्गाएको हेर्नु न सेम क्या हेर्नु तरकारी बजारहरू सब क्या कस्तो राम्रो यार तर म चाहिँ अब यहाँबाट चाहिँ बस क्याच गर्नुपर्छ यहाँ अगाडि गएर जाँदैछु त्यही पनि Let's go guys I don't know yet from where I need to 87 but let's go finally guys मैले चाहिँ यो भेटायो मेरो बस स्टप भेटायो होइन अब चाहिँ यहाँबाट चाहिँ जानुपर्छ त्यहाँ फाइनल्ली यति घुमेँ नि म आज यति घुमेँ यो मेरो चाहिँ बस रहेको छ 87 फाइनल्ली गाइस अब यहाँदेखि चाहिँ जानुपर्छ ल सरी look at this park यार म होइन यहाँ उसमा त पुगेँ मिडल स्कुलको उसमा चाहिँ बस स्टपमा चाहिँ पुगेँ तर अब थाहा नै छैन अब यहाँदेखि कहाँ छ टेम्पल भनेर मैले लास्ट टाइम आउँदा त कस्तो डिफ्रेन्ट मानेको थिएँ होइन तर कस्तो टोटली डिफ्रेन्ट नै मानिरहेको छु तर पनि के गर्नु यति भइसक्यो क्या बिहान 1 बजेमा निस्केको अहिले 5 बजिसक्यो क्या बन्द पनि हुन लागिसक्यो होला त्यो टेम्पल पनि यार के भएको यस्तो म त अचम्म लागिरह भन त्यही पनि जाम अब कस्तो हुन्छ त्यही पनि कतातिर हुन्छ थाहा कतातिर गइरहेको छु तर मेरो जाने उतै यतैतिर हो घर जाने चाहिँ यतैतिर हो तर अहिले फेरि यहीमा कन्फ्युज हुन्छु क्या बालाजी टेम्पल कहाँ छ भने कसलाई सोध्न पाए नि हुन्थ्यो नि सोध्छु भनेको कोही छैन फेरि झ्याउ लाग्ने यस्तो के हुन्छ मसँग सधैँ मसँग मात्रै हुनपर्ने क्या सब जे कुरा हुन्छ सबै मसँग मात्रै हुनपर्ने मेरो त्यो हात पनि दुखिसक्यो यत्तिकै बोक्दा ब्याग त्यही पनि जाम केही छैन पानी परिरह अहिले चाहिँ म क्यामेरा अफ गर्छु सोध्छु कसैलाई सोध्ने ट्राई गर्छु कसैलाई अनि त्यसपछि सोधिसकेपछि आउँदै हुन्छ एकजना अङ्कललाई सोध्छु क्या फाइनल्ली गाइज त्यही बस स्टपको ततिर रहेछ यतातिर आएर फेरि म फेरि यस्तै छु क्या भन म किन यस्तो भएको होला आई डोन्ट नो इभन म अस्टिल थाहा छैन होइन के भइरह भने चाहिँ अनि अब यस्तो हुन्छ क्या ल अब मसँग अहिले उ छैन क्या डाटाहरू मोबाइल डाटाहरू केही पनि छैन होइन सबै अफ छ नि त फोन अफ भएर हराए जस्तै भयो क्या आज म भयो होइन हराए जस्तै भयो अब यदि म यही सिचुएसनमा नेपाल भइदिएको भए मेरो फ्यामिलीले फोन गर्थ्यो होला नि त मम्मी बुवाले गर्नुहुन्थ्यो होला हजुरबा हजुरआमाले गर्नुहुन्थ्यो होला भाइ बहिनीले गर्थ्यो होला तर यहाँ कसलाई हु केयर क्या कसले केयर गर्ने यहाँ कोही नआए क्या लास्ट हुन्छ नि लास्ट क्या तर विदेश भनेको यस्तै नै हो अनि म चाहिँ नयाँ आउनेलाई के भन्न चाहन्छु भनेपछि मैले इभन छोटो भिडियोहरूमा यताउता भनिरहेको हुन्छु कि कसैलाई यहाँ कसैले विश्वास गर्न चाहिँ हुँदैन होइन अब त्यसको मतलब फेरि अब मान्छेहरूले यस्तो भन्ला कि अब तँलाई लिएर खाना खुवाइदिउँ तँलाई ल्याएर काम खोजिदिउँ त्यस्तो होइन नि त इभन अब नेपाली भइसकेपछि मान्छेले हाम्रै खुट्टा तान्ने गर्छ होइन नेपालीहरूको खुट्टा तानेर हुन्छ यतातिर अलि त अगाडि बढेको देख्न नसक्ने कुरा काट्ने यता गर्ने उता गर्ने यस्तो गर्न छोडिदिनुहोस् भन्छु म त कति भिडियोमा भन्छ कि कता गयो यार अनि म त टेम्पलले हराम लाग्यो फेरि यार डर लाग्छ मलाई त प्लिज मलाई घर जानु छ अनि मेबी दिस वान फाइनल्ली यही नै होला सायद कस्तो म त कन्फ्युज भयो होइन याद आयो बल्ल याद आयो यही नै हो
ल गाइज यो चाहिँ हाम्रो बालाजी टेम्पल हो बर्मिङhamको बालाजी टेम्पल गाइज जानुपर्छ यहाँ अनि गएर यस्तो अब कति बेला क्लोजिङ टाइम भइसक्यो मैले बिहानदेखि केही पनि खाएन क्या केही पनि लिटरली केही नि खाएन अनि तर खुसी लाग्यो होइन तर एउटा कुरा होइन मैले के आज होइन कस्तो मलाई कस्तो दिन भने कस्तो अमेजिङ दिन भयो क्या अमेजिङ दिन मलाई बिहानदेखि केही खाएन तर मलाई कस्तो हात खुट्टा यस्तो ललाक्लुलुक चाहिँ भएको छ भएछ बलि त्यो एनर्जी नभए जस्तो चाहिँ भएको छ तर भोक लाग्ने त्यस्तो केही नि भएन क्या भोक लाग्ने अनि त्यसपछि मसँग म त जोस् कता कता हिँड्ने जस्तो भएको थियो कि भन्नाले अब जोस् राम्रै भइरहेको क्या जोस् भन्छ नि मान्छेले के अरे भगवान्ले भन्नुहुन्छ अरे क्या तिमी आँटा म पुऱ्याउँछु भन्नुहुन्छ अरे त्यस्तै भयो क्या म यहाँ आउन चाहन्थेँ होइन म एनी हाउ पुगेँ नि त जसरी भए पनि यो चाहिँ यहाँ यहाँ छ होइन म चाहिँ पुगिसकेँ तर खुसी लाग्यो होइन धेरै खुसी छु म धेरै खुसी छु फाइनल्ली गाइस म पुगेँ मेरो हात दुख्यो अनि अरू चाहिँ म पछि देखाउँछु अब भित्र पनि सायद क्यामेराहरू हुन्छ होला त्यस्तो गर्न पाइँदैन होला म मेन कुरा म आइसकेँ म बाहिरबाट देखाउने कुराहरू चाहिँ देखाउँछु अब त्यो डिटेलली चाहिँ किन देखाउनु परेर होइन त्यो देखाउनु जरुरत पनि छैन देखाउनलाई मन्दिर आउने पनि होइन तर जे होस् आयो मेरो सहयात्री हुनुभयो बाटोको सहयात्री हुनुभयो धेरै धेरै धन्यवाद भन्ने धेरै नै बोल्यो ल अब चाहिँ जानुपर्छ म गाइज यो चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ बालाजी टेम्पल रहेको छ फाइनल्ली गाइज म चाहिँ पुगिसकेको छु कति शान्त छ है हेर्न सक्नुहुन्छ हजुरले म यस्तै देखाइदिन्छु हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ म पुगिसकेको छु यहाँ मान्छेहरू सबले प्रे पनि गरिसक्नु भयो यार म पनि जान्छु अब भित्र हेर अब चाहिँ भिडियो इन गर्ने बेला भयो त्यहाँ चाहिँ मन्दिर छ म चाहिँ यहाँनिर बसेर अब चाहिँ भिडियो इन गर्न लाग्छु अनि त्यसपछि मलाई चाहिँ अब के खान पर्छ बिहानदेखि केही नखाएको त्यही भएर पानी लिएर आएको थिएँ मैले पानी छुन्छ भनेर चाहिँ यस्तो गराएको यो चाहिँ अनि त्यसपछि अनि अर्कोमा के छ हजुरहरूलाई देखाउँछु ल मेरो ब्यागमा अब चाहिँ नदेखाऊ भने गजाङ मेस छ क्या एकदम मेस छ त्यही भएर त्यो चाहिँ देखाउँदिनँ तर अर्को चिज चाहिँ देखाउँछु क्या म हजुरहरूलाई होइन मलाई चाहिँ कस्तो लाग्छ भनेपछि हामी विदेश नै किन नहौँ जहाँ जुन देश चाहिँ टाढा जति टाढा नै किन नहुने मलाई चाहिँ नेपालदेखि डेलिभर गरेर केही सामान राख्नु भएको थियो क्या हजुरआमाले अनि त्यसपछि जबसम्म आमा बुवा हुनुहुन्छ नि तबसम्म आमा बुवा हजुरबा हजुरआमा हुनुहुन्छ नि तबसम्म चाहिँ कहिले भोकै बस्न पर्दैन होला जस्तो लाग्छ कि कोही पनि बच्चा बच्ची छोराछोरीहरू जबसम्म आमा बुवा हुन्छ नि तबसम्म चाहिँ भोकै बस्न पर्दैन क्या जस्तो सुकै कन्डिसनमा भए पनि आफूले नखाएर भए पनि आफूले जे गरेर भए पनि छोराछोरीलाई खुवाउँछ क्या त्यसको इक्जाम्पल छ मसँग यहाँ भट्टै म यहाँ विदेशमा छु तर नेपालको भट्ट मेरो हजुरआमाले भुटेर पठाइदिएको भट्ट हजुरआमा मम्मीले भुटेर पठाइदिएको भट्ट हो यो चाहिँ अनि अब चाहिँ म यो खान्छु जबसम्म मेरो बाबुआमा छन् मेरो सबै छ नि कहिले पनि कोही छोराछोरी भोकै बस्न पर्दैन जस्तो लाग्छ मलाई चाहिँ यही नै हो अब चाहिँ यो भिडियो एन्ड गर्न चाहन्छु हजुरलाई पनि देखाउँछु कस्तो नदेखिएको क्या भएको अब चाहिँ म यो भिडियो एन्ड गर्न चाहन्छु आई लभ यु अल जय नेपाल